बजार जान्छु भन्दै निस्केकी थिइन् सरिता। खाल्डो खनेर निकालियो सब श्रीमानकै साथीसँग अवैध सम्बन्ध। काठमाडौँको तारकेश्वर 3 का शंकर तिवारी र टोखा 2 का अनिल डोंगोल बीच झण्डै 8 वर्षदेखि प्रगाढ मित्रता थियो। उनीहरूको सम्बन्ध यति घनिष्ठ थियो कि आर्थिक लेनदेनदेखि पारिवारिक खानपिनसम्म अनिलको उपस्थितिलाई शंकरले कहिल्यै शंकाको दृष्टिकोणले हेरेनन्। कलाकारिता र कृषि कर्ममा व्यस्त रहने शंकरले आफ्नै घनिष्ठ मित्रले आफ्नो घरको जग खनिरहेको छ भन्ने कुराको सुईको सम्म पाएनन्। तर त्यो विश्वासको घाँटी अनिलले निचोरिसकेका थिए, जुन हत्या र एउटा परिवारको विनाशको कारण बन्न पुग्यो। काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार विभिन्न टेली सिरियलमा अभिनय गर्ने शंकर प्राय सुटिङमा व्यस्त हुन्थे, खाली समयमा खेतीपाती गर्थे। यही समयको फाइदा उठाउँदै अनिलले शंकरकी 45 वर्षीय श्रीमती सरिता तिवारीसँग सामिप्य बढाए। करिब 1 वर्षदेखि उनीहरू बीच प्रेम सम्बन्ध सुरु भयो। श्रीमानको साथी भएका नाताले अनिलको घरमा आउ जाउ सामान्य थियो, जसले गर्दा उनीहरूको सम्बन्धमा समाज र परिवारलाई शंका गर्ने ठाउँ सुरुमा मिलेन। तर पाप धुरीबाट कराउँछ भने झै यो सम्बन्ध धेरै दिन लुक्न सकेन। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सरिता म्यादी प्रहरीमा भर्ना भइन्। सोही क्रममा उनी कैयौं दिनसम्म घर नफर्कने र खोज तलास गर्दा अनिलको साथमा भेटिन थालेपछि श्रीमान शंकरले पहिलो पटक उनीहरूको सम्बन्ध बारे चाल पाए। यसपछि घरमा कलह र समाजमा कानेखुसी सुरु भयो। समाजमा कुरा काटिन थालेपछि सरितालाई आफ्नो इज्जतको चिन्ताले सताउन थाल्यो। उनले अनिललाई आफू अप्ठ्यारोमा परेको भन्दै अब आफ्नो जिम्मा लिन र सम्बन्धलाई नयाँ मोड दिन दबाब दिन थालिन्। उता अनिल भने यस सम्बन्धलाई लुकाउन चाहन्थे। सरिताको निरन्तरको दबाब उनका लागि घाँडो बन्न थाल्यो। हल्ला मत्थर पार्नुको सट्टा सरितालाई नै बाटोबाट पन्छ्याउने उनले एउटा भयानक योजना बुने। वैशाख 11 गते दिउँसो बजार जान्छु भनी घरबाट निस्केकी सरिता त्यसपछि कहिल्यै फर्किनन्। श्रीमान शंकरले भोलिपल्टै प्रहरीमा हुलिया सहितको जाहेरी दिए। 11 दिनसम्म परिवार र प्रहरीले सरिताको खोजी गरिरह्यो। शंकरले आफ्नो साथी अनिलमाथि पनि सोधपुछ गरे, तर अनिलले आफूलाई केही थाहा नभएको भन्दै पन्छिए। खोज तलासकै क्रममा टोखा नगरपालिका 2 का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले अनिलको गतिविधि शंकास्पद भएको सुइको पाएर प्रहरीलाई खबर गरे। प्रहरीले अनिललाई नियन्त्रणमा लिएर कडाइका साथ सोधपुछ गरेपछि उनले हत्याको कुरा स्वीकार गरे। अनिलले सरितालाई फकाएर टोखा 1 स्थित शिवपुरी जंगलमा पुर्याएका थिए र त्यही उनको हत्या गरी शव गाडेको खुलासा गरे। वैशाख 22 गते मंगलबार दिउँसो प्रहरीले अनिलले देखाएको ठाउँबाट सरिताको शव उत्खनन गर्यो। 11 दिनदेखि जमिनमुनि दबेको त्यो शवले एउटा अवैध सम्बन्ध, धोका र विश्वासघातको विभत्स कथा बोलिरहेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले यो हत्या विवाहेतर सम्बन्ध र त्यसबाट उब्जिएको सामाजिक दबावको परिणाम भएको देखाएको छ। आफ्नो मित्रको विश्वासमाथि घात गर्ने अनिल डोंगोल अहिले प्रहरी हिरासतमा छन्। साथीलाई साथी मानेर घरको ढोका खोलेका शंकरका लागि यो घटना कहिल्यै निको नहुने चोट बनेको छ।